सुत्ने पानी अब दिउन अलिकति हरान नयाँ सालमा तिमीले पल्ट भयो बुढी सासु बुढीलाई त दुईपल्ट पोहोर जुत्ता लाएर आएको गएछ हराइ गयो पोहोर होइन अहिले चाहिँ यहीँ छोडिदियो थोत्रो चप्पल लाएर आएको छु क्या आशीर्वाद लिन्छु म खै बुझे ल ल बुढा खुट्टा ढोक्नु मलाई आऊ के अरे गुड मर्निङ एन्ड ह्याप्पी न्यु इयर एभ्री वान वेलकम ब्याक टु माई च्यानल बजामाको न्यू ब्लगमा सबैजनालाई स्वागत छ 2083 सालको शुभकामना छ सम्पूर्ण मेरो साथीहरूलाई सम्पूर्ण मेरो भ्युअरहरूलाई सो आजको दिन मैले पूजाबाट सुरु गर्न गइरहेको छु म मन्दिर जान लागिरहेको बिन्दवासिनी मन्दिर जान लागिरहेको छु सो न्यु इयरको सुरुवात मैले बिहान उठेर नुहाइधुवाइ गरेँ अनि पूजाहरू गरेँ घरको पूजा गरेँ र अब बिन्दवासिनी मन्दिर जान लागिरहेको छु हाम्रो पोखरामा अवस्थित श्री बिन्दवासिनी माईको मन्दिरमा कतिको भक्तजनहरू आउँछ मेरो भिडियोमा देखाउँदै गर्नेछु सो भिडियो हेरेर बस्नु होला त्यसो त हरेक वर्ष निकै नै भिड हुन्छ नयाँ वर्षको दिनमा सो आज कस्तो छ कतिको भिड छ म हजुरहरूलाई मेरो भिडियो मार्फत देखाउँदै गर्नेछु सो भिडियो हेरेर बस्नु होला र लाइक कमेन्ट अनि सब्सक्राइब पनि गर्न आज मन्दिरमा एकदमै भिड हुन्छ गाइस त्यही भएर हैन यहाँदेखिबाट पार्किङ सुरु भइरहेको छ उता पार्किङ पाउँदैन भनेर पुरा बाटोबाटोदेखि पार्किङ सुरु गरिरहेको छ यतै एकदम भिड रहेछ ल हाम्रो बिन्दवासिनी चोकमा आइपुग्यो नि यस्तो भिड छ गाइस मन्दिरमा म चाहिँ अब नरिवल लिन्छु नरिवल र अनि ध्वजाहरू अलिकति लिन्छु सो पूजाहरू त घरबाट ल्याएको थिएँ अबिर केसरीहरू नरिवल र के ध्वजाहरू लिन्छु नरिवल दिनु नि मलाई नरिवल लिन्छ है भेजमा कसरी हो ध्वजा छवटै दिनु मिलेर रङहरू मिलाएर दिनु ल यसको 60 रुपियाँ रे गाइस 70 होइन 60 भने चाहिँ है भाइ 70 हो 60 60 भने अरू त घरबाटै ल्याएको छु मैले ए उस लड्डु होइन उस दिनु त चुनरी दिनु के के अरे उस दिनु सौभाग्यहरू पनि दिनु के सानोमा भयो नि हुन्छ सौभाग्य चुनीहरू लिएर जाउँ आमा पार्किङ गरेर न गाडी यहीँसम्म यस्तै राख्दैछ पुरै मान्छे हिँड्ने ठाउँ नै राखेको छैन हो पार्किङ ओ माइ गॉड गाइज ए चामल लिने भनेको त बिर्सेछ हो अक्षता लिनु भनेको त बिर्सिएको छ जय शम्भु कस्तो यसपालि एकदम भिड बिन्दवासिनी मन्दिरमा भाइ
पछाडितिर बन्द छ नि त्यही भएर क्या पछाडितिर बनाउनु लाग्छ माइ गड यहाँ तलबाट दिनबाट लाइन यस्तो छ Oh my god, guys, bala bala आइपुग्यो अन्त गाइज न्यू इयरको दिनमा यस्तो कहिले नि भएको थिएन हो 81 सालमा योभन्दा अलिक कम भएको थियो अहिले एकदमै बल्ल मन्दिरको गेटमा आइपुग्यो गाइज Oh my god चप्पल कहाँ राख्ने होला बरु चप्पल पुरा यहाँ मन छैन हो गाइस आमा चप्पल यहीँ राखिदिए गाइस फोहोर हराइ गयो फोहोर जुत्ता लाएर आएको गाइस हराइ गयो फोहोर होइन अहिले चाहिँ यहीँ छोडिदिए थोत्रो चप्पल लाएर आएको छु क्या पहिला गणेश मन्दिर पूजा गर्ने भनेको यहाँ एकदम धेरै लाइन रहेछ म बाहिरबाटै पूजा गरेर जान्छु आज म भित्र बस्ने छैन माता विद्यावासिनी सबैलाई कल्याण गरी यही कामना गर्नुहुन्छ त्यसैगरी हामीमा दिनेश श्रेष्ठ भिन्नवासी भगवती आनन्दी भक्तहरू भिन्नवासी नारायणजी विकास समितिका सदस्यहरू त्यसै सेवा केन्द्र मन्दिर यहाँ हो गाइस हामी भित्र जान सकेन लाइन एकदमै धेरै छ होइन त्यही भएर यहीँबाट अक्षताहरू दिएर गाइस दर्शन गरेँ मैले टिका कामना व्यक्त गर्दछौँ श्री मातालाई उस गरेर यहाँ बत्ती चढाएछ गाइस समावेश श्रोताले भक्तजनहरू आज नयाँ वर्ष 2083 को पहिलो दिनमा सम्पूर्ण भक्तजनहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ। यस वनवासी धार्मिक क्षेत्र विकास समितिले विभिन्न भौतिक संरचनाहरूको साथसाथै सामाजिक कार्यहरू निर्माण गरिँदै आइरहेको छ। यसै क्रममा यस वनवासी धार्मिक क्षेत्र विकास समितिले बाट रु 505 त्यसै गरी हामीलाई पुण्यवती प्रदान महकुबाट रु 630 रुपियाँ प्रदान गरिरहेको छ। उहाँले आफ्नो पितृहरूको नाममा सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धन्यवाद साथै यहाँलाई शुभकामना व्यक्त गर्दछौँ। यहाँको सुशान्ति र दीर्घायुको कामना व्यक्त गर्दछौँ। निवासी धार्मिक क्षेत्र विकास समिति पुरानो मन्दिर यस्तो थियो गाइस
मन्दिर हो जहाँ पनि घुस्न सक्ने अवस्था छैन हो माइ नयाँ जोडी रहेछ बिहा पनि रहेछ आज जान्छ मन्दिरमा छिने लाइन गाडी त यत्रो लाइन छ यो नरियल फुटाउने ठाउँ हो अब हामी यहाँ नरियल फुटाउँछौँ भाइ मेरो यो कसको मेरो मेरो नरियलै गाइज नरियल पानी प्रसाद चाहियो गाइज लिफ्ट यहाँबाट है लिफ्ट पनि प्याक भइरहेको छ यता गेटतिर जान्छ ल ओ माई गॉड गाइस दर्शन गरेर झरिसकेँ अब म अझै जाने घुइँचो अझै छ हेर्नु त अझै अहिले जाने अलिक कम भयो छ आउने धेरै छ अझै अहिले आउने धेरै छ अघि झर्ने धेरै थियो अहिले आउने धेरै ल अझै अझै हेर्नु त गाइस यत्रो 10 बजिसक्यो है बिहानबाट अहिलेसम्म यस्तै छ अझै हेर्नु गाइस अझ ओ माइ गॉड यो चाहिँ बुद्ध विहार ल गाइस म त दर्शन गरेर झरिसकेँ दर्शन गरेर अब यताबाट जानु पाउँदैन ला कताबाट घुमेर जाने हुँदैन अब फेरि ल तलतिर पो जानुपर्दो रहेछ जाम पनि माथि तलतिर पो पठाइदियो हो ओ माइ गॉड यो चाहिँ विन्ध्यवासिनी मन्दिरको तलबाट जाने बाटो है मोरिया टोल त्यो साइडबाट जाने बाटो
न्यु इयरमा मन्दिर गएर आएको अनि मेरो सासुआमालाई ल निरोगी भएर मेरो सासुआमा धेरै बचेर धेरै निरोगी भएर आज नयाँ वर्षको दिनमा आशीर्वाद लिन्छु म खै बुझे ल ल बुढा खुट्टा ढोक्न मलाई आऊ के अरे मेरो बुढाको पनि नयाँ वर्ष 83 सालबाट अलिकति नराम्रो बानी जति सबै छोडेर परिवारको लागि निरोगी भएर निरोगी त छ अझै निरोगी भएर ल जो ल ढोगेपछि पैसा दिनुपर्छ भने थाहा होइन पर्छ ल मलाई टिका लगाइदेऊ नि त यो टक्क ए अब त ढोक्दैन है म फेरि घरिघरि त यो लगाइदियो झोल के हो अलिकति सुत्ने पानी अब दिउन अलिकति हराउनु नयाँ सालमा तिमीले बानी छोड्यो भने म पनि छोड्छु यो टिका मलाई लगाइदिनु त यो झोल टिका यहाँ के यहाँ यो औँलाले उस गरेर एकचोटि हो अब भाउ पनि झारिदिन्छ है अब मेरो बुहारी त आशीर्वाद र भाग्य माने भई परमेश्वर ल परमेश्वर ल दुईपल्ट भयो भने बुढी सासु बुढीलाई त दुईपल्ट ओके गाइज म मन्दिरबाट फर्किसकेँ र घर आइपुग्यो होइन र मेरो सासुआमाको आशीर्वाद लिएँ र श्रीमानको आशीर्वाद लिएँ र मेरो यो सानो न्यु इयरको भ्लग आज बिन्दावासिनी मन्दिरको सानो भ्लग हालेछु हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला र यतिखेरसम्म मेरो भिडियो हेरेर बस्दिनु हुने सबैजनालाई धेरै धेरै धन्यवाद र हजुरहरूसँग अर्को नयाँ भिडियोमा भेट्ने बाचासहित म अहिले हजुरहरूबाट बिदा लिएँ सबैजनालाई फेरि पनि ह्याप्पी न्यु इयर हजुरहरूको 2083 साल एकदम सुखमय होस् राम्रो होस् सुख शान्ति होस् भन्दै अहिले म बिदा लिएँ हजुरहरूबाट बाई बाई सी यू